हेलो साथीहरू, आज चाहिँ हामी फेरि पार्कमा मेरो छोरा हिँडिरहनु भएको छ। छोराको मेमोरीको लागि कैद गरिरहेको छु, तर यो म्युजिकले के गर्छ आई डोन्ट नो। अनि मेरो छोरा चाहिँ हिँडेकै छ। आउनुहोस् आउनुहोस् आउनुहोस्, उसले जता जता लान्छ म त्यतै जाने हो। आउनुहोस् सानो। अनि वेदर पनि एकदम राम्रो छ, ऊ आफ्नै धुनमा हिँडिराखेको छ। ताली बजाउँदै छमछमी नाच, मेरो छोराको गीतमा मजाले नाच हुँदै। म चाहिँ भिडियो बनाऊ। आमी आमी के छ उसले लाइट देखेर हिँडिरहेछ। उसको काम हिँड्ने मात्र छ है। फेरि रमाउँदै हिँडिरहेछ। त्यो घामले मोबाइलको उयो जान्छ अनि उसले त्यो समात्नु खोज्दैछ। कम अन बेबी। अब उसले बिर्सेको छ कि छैन यो ठाउँ, यहाँनिर बस्छ सधैँ चाहिँ ऊ। सानो बेबी। हामी चाहिँ घरदेखि नजिकैको पार्कमा जहिले पनि आउने पार्क यही हो, नजिक यही छ, यही पार्कमा आउँछौँ। अब अलिक मजाले समर लागेपछि चाहिँ अलिकति टाढो जानुपर्छ। फेरि एक्लै जानु अलिकति झेउ हुन्छ। उसले यो बिर्सेको छ कि छैन भनेको, बिर्स्यो कि क्या हो। आउनुहोस् आउनुहोस्। आउनुहोस्, बी केयरफुल्ली। Come on baby. You say hi baby. Hi भन्नु। बच्चाहरू खेलिरहेछन्। मेरो छोरा नि कहिले म यसरी कुद्नु होला भनेर होला ऊ पनि हेर्दैछ। नाकदेखि पनि उसको जुका निस्किसकेको छ तल तल। अनि आज चाहिँ म चाहिँ बिर्सेर हात पुरै उ नलाइकन आइरहेछु। चिसो लागिरहेछ। आमी 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 खुसी 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 खुसी। यस हाई भन्नु न। हाई हाई भन्नु। हिँड्ने मान्छे लड्छ। Come on, hello. हेरेको हेर न मान्छे। बेबी हेलो भन्नुहोस्। ये Come on baby. के भन्नुभएको? आउनुहोस् आउनुहोस् आउनुहोस्। मलाई जाडो भयो। आउनुहोस् आउनुहोस् सानो। हामी उसले आउनुहोस् 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 बेबी। ऊ माथिबाट ऊ दादाहरू आउनुभयो। Come on baby. अब उसले चाहिँ यहाँनिर स्केटिङ देख्यो यो हेर्दैछ मेरो छोराले। अब उसले नि कहिले खेलाउने हो। यु लाइक बेबी? सिस्टर गोइङ। मेरो इङ्ग्लिस चाहिँ खतरा छ साथीहरू। ल जानुस्, तपाईँ पनि जानुस्।
हिँड्नुहोस् उता के भयो भन्टु आमा आमा फेरि जाने रे उसले यहाँनिर ब्राउनी देखिरहेछ त्यहाँनिर ब्राउनीलाई ब्राउनीले एक गर्छ अरे कि यता आउनुहोस् ले यता आउनुहोस् यता आउनुहोस् आउनुहोस् बेबी स्याटी टिटी गर्नु ब्रुम 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 राउन्ड एन्ड राउन्ड राउन्ड एन्ड राउन्ड गर्दैछ उसले चाहिँ राउन्ड एन्ड राउन्ड हिँडाइ त मरक छ नि छिटो छिटो छ नि हिँडाइ त आउनुहोस् यता हेलो बेबी कम अन आउनुहोस् आउनुहोस् उसलाई त्यो ब्राउनी मन परेर बी केयरफुल्ली आउनुहोस् यता आउनुहोस् मेमोरी हुन्छ नि त मेरो छोराको भनेर मैले चाहिँ भिडियो बनाइदिएको तर ऊ कता कता हिँड्ने हो हिँड्ने आउनुहोस् यता लु म जता जान्छु त्यतै आउँछ कि आउँदैन रहेछ है यता आउनुहोस् है लु हो गुड बोय कम अन बेबी बेबी राउन्ड एन्ड राउन्ड थ्याङ्क यू भन्ने सिस्टरलाई सिस्टर हग यू हजुर नि हग गर्नुहोस् त लु खै हाई सिस्टर भन्नु उसलाई त्यो मन पर्यो उयो यु लाइक बेबी उसलाई मन पर्यो अब हल्का फुल्का यसो यु लाइक भन्दै हो के भन्यो यस्तै हो तर धेरै बोल्नै पर्दैन साथीहरू यस्तै हो इङ्ग्लिस कहाँदेखि त्यो सेन्टेन्स मिलाइराखेर बोल्नै पर्दैन है गाइस जस्तो आउँछ त्यस्तै बोल्ने हो मेरो छोरा नि खतरा भइसक्यो नि पारक त उसले त फाँडी हानिदिन्छ उसकोलाई कैद होस् भनेर नि ऊ चाहिँ आज चाहिँ ठ्याक्क अब ऊ कति भयो भने 14 महिना आज त्यस्तै 7-8 दिनको भएको छ मैले उसको भिडियो त्यसरी पनि बनाइदिरहेको छु आउँ आउँ यता चाहिँ यो म्युजिकले अलिक डिस्टर्ब गर्नु रहेछ आउनुहोस् आउनुहोस् यता आउनुहोस् कमन कमन आउनुहोस् यता 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 आउनुहोस् बिचरालाई हिँड्दा हिँड्दा गली नै सक्यो होला भिडियोलाई पनि अब यहीँ थाँती राख्नु पर्ला गाई मेमोरीको लागि बनाएको युट्युबमा लगाइदिनु पर्यो नि त भनेर यतै कम ब्याक हुनु आउनुहोस् यता आउनुहोस् 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 के गर्नुभएको त्यस्तो बेबी पिङ खेल्ने हो के भयो सानो के भयो बेबी गलेको हो गल्यो कि क्या हो एकदम उ गरिरहेछ आउनुहोस् ले यता आउनुहोस् अब चाहिँ साथीहरूलाई म यहाँ माथि लगेर खेलाउनु पर्यो यस्तो भिडियोलाई अब कस्तो हुँदैछ सानुको है म गल्यो कि क्या मेरो छोरा उसलाई भिडियो बनाइदिएकै 10 मिनट भइसकेछ
दिदी दिदी उसले फेरि त्यो कालो देखेँ अब ल है साथीहरू मैले चाहिँ मेरो छोराको भिडियो उसले चाहिँ यस्तो स्केटिङ हेरिहाल्ने क्या छोराको भिडियो मेमोरीको लागि कैद गरिदिइसकेको छु अनि अब चाहिँ यति नै भिडियो बनाउन चाहेँ मैले उसलाई मैले फेरि यस्तो मजा त जान्छ त्यतै ल्याइराखेको छु हिँडिरहेछ आउनुहोस् यता यता लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला हामी मामु छोरालाई थ्याङ्क यू फर वाचिङ भन्दै अब चाहिँ बाई बाई हुन चाहन्छु यो भिडियो चाहिँ पछि मेरो छोरा ठुलो भएपछि हेरोस् भनेर मैले कैद गरेको फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर होइन आमै बा भन्नुभयो त मेरो छोराले त बाबाको याद आयो बेबीलाई बा त्यही भएर के भएको मेरो छोरा त ब्राउनी आउँदैछ परै म ब्राउनी ल त साथीहरू अब चाहिँ भिडियोलाई यहीँनिर टुङ्ग्याउँदै मेरो छोरालाई म अब खेलाउँछु आउनुहोस् यता आउनुहोस् अब चाहिँ खेलाउनु पर्यो मलाई चाहिँ एकदम जाडो पनि भयो ओके बाई ओके साथीहरू बाई बाई